2025 मा म सोलो ट्रेक जान्छु भनेर मैले सोचेको पनि थिएन। यस गाइज, 2025 को मेरो वान अफ द बिगेस्ट अचिभमेन्ट भनेको नै सोलो ट्रेक थियो। दिस वाज अ सोलो ट्रेक टु भैरवकुण्ड। अघिल्लो दिनसम्म पनि म एकदमै डराइरहेको थिएँ सोलो ट्रेक गर्न सक्छु कि सक्दिनँ भनेर। तर सिन्स सोलो ट्रेक had been in my bucket list for a very long time, I had to do it this time. This is a very short and affordable trek which took me just 3 days and 2 nights. नारायण टारदेखि बगमसम्मको हामीले 800 रुपियाँको टिकट काट्नुपर्ने हुन्छ। यु क्यान सी एकदमै खाली थियो गाडी, म एक्लै थिएँ बगमसम्म जाने मान्छे पनि। यो सेम गाडीलाई हामीले जडीबुटी बस पार्कबाट पनि क्याच गर्न सक्छौँ। बिहान केही नखाएको भएर मैले नास्ताको लागि थुक्पा खाएँ। सो फर्स्ट डे इज अल अबाउट द बस राइड। हामीले बगमसम्म नगएर 12:20बाट जीप पनि बुक गर्न सक्छौँ इफ ठुलो ग्रुप छ भने। अनि यो बाजेले चाहिँ हाम्रो राइड एकदमै एन्टरटेनिङ बनाइरहनु भएको थियो। ही वाज ड्रङ्क बट ही वाज इन्जोइङ हिमसेल्फ एन्ड मेकिङ अदर्स लाफ एज वेल। सो म बगामसम्म पुग्दाखेरि चाहिँ बेलुकाको 6 बजिसकेको थियो एन्ड आई वाज वेलकम्ड विथ अ मिल्क टी। सो त्यो होमस्टेमा पनि ट्रेकिङ गर्न आएको म एक्लै थिएँ। होमस्टेको डिटेल्स चाहिँ म यता पनि मेन्सन गरिदिन्छु। अनि ट्रेकिङ जाँदाखेरिको मेरो फेभरेट थिङ भनेको नै किचनमा बसेर त्यहाँको लोकल्सहरूसँग कुरा गर्नु हो। So I did that. मलाई चाहिँ एकदमै भोक लागिरहेको थियो अनि हल्का फ्रुट्स दिनुभयो आन्टीले मलाई। अनि चिसो पनि थियो, सो 2टा डल्ले खुर्सानी खाइदिएँ मैले खानासँग। सो गुवाम खाना खाएर म चाहिँ सुत्न गएँ। भोलि बिहान नै उठ्नु पर्ने छ नि त मलाई। आन्टीले चाहिँ मलाई उहाँको छोरीको रुम दिनुभयो किनकि आई वाज अलोन। अनि त्यो रुममा चाहिँ वाइट लाइटै थिएन, सो यही लाइटले मैले काम चलाउ गरेँ। भोलि बिहान चाहिँ 5 बजीतिर उठेर 1 कप लेमन टी पिएर 6 बजीतिर चाहिँ मैले ठ्याक्कै ट्रेकिङ स्टार्ट गरेँ। अनि ट्रेकिङ सुरु गर्ने बेलामा यस्तो डेन्स फरेस्ट स्टार्ट भइदिरहेके। अनि त के थियो र आई स्टार्टेड क्वेसनिङ अल माई डिसिजन्स। तर देयर वाज नो गोइङ ब्याक, सो आई जस्ट केप्ट मुभिङ। बिहानको भ्यू यस्तो खतरा थियो नि। दिस वाज वर्थ एभ्रिथिङ के। दिस वाज अल्सो माई फर्स्ट रेस्ट द्याट आई टुक। सो भ्यू इन्जोय गरेँ। अनि मैले बिहान केही खाएको थिएन, सो एउटा प्याकेट बिस्किट जुन बोकेको थिएँ मैले त्यो खाएँ। यति बेलासम्म पनि मैले कोही ट्रेकर्स भेटेको थिएन बाटोमा। एउटा त्यतैतिरको अङ्कललाई भेटेको थिएँ, तर उहाँ चाहिँ बगामतिर लागिरहनु भएको थियो, विच मिन्स ओह्रालो। अनि म चाहिँ उकालो गइरहेको थिएँ। एकदमै थाकिएको बेला अनि कोही मान्छे नदेखेको बेला चाहिँ एकदमै रिग्रेट हुँदो रहेछ क्या। म कहाँ छु, किन आछु, के लागि आएको छु भनेर कति क्वेसन गरिने रहेछ। तर हिँड्दै गर्दाखेरि मैले स्टार्ट गर्दाखेरि मलाई जुन फियर थियो, आई नो मोर ह्याड द्याट फियर। आई गेस दिस इज द सेम विथ लाइफ, राइट? Like we have no idea of our capabilities unless we try it. बगमदेखि चोकर मोकर भन्ने ठाउँ नर्मली 7 आवर्स लाग्छ, तर मलाई चाहिँ 4 घन्टा जति लाग्यो। सो म त्यहाँ पुग्दाखेरि चाहिँ तरकारीहरू केही थिएन अनि खाना पनि बन्दैन भन्यो। सो बन्ने भनेको एउटा चौचौ मात्रै थियो। युजुअली म चौचौ खाँदिनँ, तर हियर आई ह्याड नो अदर अप्सन्स। दिस इज द ब्युटी अफ ट्रेक। यो 1 कचौरा मैले लाइफमै खाएको भन्दा सबसे मिठो चौचौ थियो क्या। सो चौचौ खाएपछि मलाई यस्तो धेरै एनर्जी आयो अनि म त टुइ लाएर हिँड्न थालेँ। चोकर मोकरबाट चाहिँ 2 घन्टा जतिमा हामी चाहिँ कुण्ड पुग्छौँ। अहिलेसम्म पनि मैले कोही मान्छे भेटेको थिएन क्या। अनि 1 बजीतिर चाहिँ म भैरवकुण्ड पुगेँ। म एक्लै नै थिएँ, सो आई ह्याड टु म्यानेज माई टाइम एकदमै स्ट्रिक्टली बिकज आई ह्याड टु रिटर्न ब्याक एज वेल। अनि कुण्ड पुगुन्जेलसम्म त म एकदमै इमोसनल भएँ because I had made it all alone के। That was such a big deal। अनि त्यसपछि 1 घन्टा जति चाहिँ मैले यतै तालमा बिताएँ, फोटोज भिडियोजहरू लिएँ। अनि दिस टाइम आई अल्सो डिसाइडेड टु टेक डुब्की। चिसोमा डुब्की लिन लास्टै मजा आउने रहेछ हौ। पहिला चाहिँ गोसाइकुण्डमा मैले लिन पाएको थिएन, तर दिस टाइम आई गट द अपर्च्युनिटी टु। त्यसपछि अलिअलि भिडियोजहरू लिएँ आफूलाई। अनि ठ्याक्क मेरो सकेपछि चाहिँ 5 जनाको ग्रुपहरू आउनु भएको थियो। अनि 1 बजीतिर चाहिँ म ठ्याक्कै ओह्रालो लाग्न थालेँ। आज चाहिँ म जसरी भए पनि बगाम पुग्छु भन्ने सोचले म हिँड्न थालेँ, किनभने बगामदेखि काठमाडौँ आउने बस चाहिँ बिहान 6 बजीतिर हिँड्छ अनि आई कुड नट मिस द्याट। ओह्रालो हिँड्दाखेरि चाहिँ मैले खासै फोटोज भिडियोज लगिनँ। अनि ठ्याक्क उकालो हिँड्न जति टाइम लागेको थियो ओह्रालो चाहिँ ठ्याक्कै आधी टाइम लाग्छ क्या।
सो मेरो ट्रेकिङको रिजल्ट चाहिँ यो थियो। म त्यो होमस्टे पुग्दाखेरि चाहिँ 5 बजेको थियो। अनि त आन्टीहरू क्या टुवा पर्नु भएको थियो क्या म त्यहाँ छिट्टो पुगेको देखेर। नेक्स्ट डे चाहिँ छिम्तीको प्रख्यात मन्दिरको पनि दर्शन गर्न पाएँ, अल थ्याङ्क्स टु सहचालक भाइ। बिहानको 6 बजे हिँडेर म दिउँसोको 1-2 बजेतिर चाहिँ काठमाडौँ जडीबुटी पुगेँ। साँच्चीकै भन्ने हो भन्दाखेरि आई इन्जोयड द सोलो ट्रेक सो मच मोर देन अ ग्रुप ट्रेक के। इफ आई क्यान सो क्यान यु।